हेलो एभ्रिवान, आज चाहिँ हामी होटल म्यानेजमेन्टको पास्ट क्वेसन पेपर जुन योभन्दा अघिल्लो वर्षमा क्वेसन पेपर आएको थियो त्यसलाई चाहिँ सल्भ गर्न जाँदैछौँ है त। सो ग्रुप एमा ढिला नगरी भिडियोतर्फ लागिहाल्छु म। सो ग्रुप एलाई हेरौँ। विच सेक्सन्स अफ अकाउन्ट डिपार्टमेन्ट कलेक्ट होटल आउटस्ट्यान्डिङ अमाउन्ट। होटलको आउटस्ट्यान्डिङ अमाउन्ट चाहिँ कुन डिपार्टमेन्टले चाहिँ कलेक्ट गर्छ भनेको छ। यसमा चाहिँ तपाईँको अकाउन्ट रिसिभेबल डिपार्टमेन्ट है, एआर डिपार्टमेन्टले चाहिँ तपाईँको होटलको आउटस्ट्यान्डिङ पेमेन्टहरूलाई चाहिँ कलेक्ट गर्ने काम गर्छ। स्टेट द टु फायर सेफ्टी मेजर प्र्याक्टिस इन होटल। होटलमा चाहिँ दुईवटा फायर सेफ्टी मेजर्सहरू के हुन् प्र्याक्टिस गरिने भनेको छ। जस्तै कि स्मोक डिटेक्टरहरू चाहिँ हामीले इन्स्टलेसन गर्नु पऱ्यो, फायर एक्जिक्युसनहरू चाहिँ हामीले त्यहाँ राख्नु पऱ्यो। यी चाहिँ दुईवटा सेफ्टी मेजर्सहरू भए। त्यसपछि इफ द ब्रासो इज पोलिस विथ इफ द ब्रास इज पोलिस विथ ब्रासो वाट इज सिल्भर पोलिस विथ भनेको छ। अब तपाईँको ब्रास चाहिँ ब्रासोबाट हामीले पोलिस गर्छौँ भने सिल्भर चाहिँ केबाट हुन्छ भनेको छ। सिल्भर चाहिँ तपाईँको सिल्भोबाट हुन्छ, अर द पेस्ट अफ बेकिङ सोडा प्लस वाटर। बेकिङ सोडा र वाटरको मिक्सचरबाट पनि, त्यसको पेस्टबाट पनि हामीले सिल्भरहरूलाई सफा गर्न सक्छौँ। त्यसपछि तपाईँको फोरमा छ आइडेन्टिफाई वान कमन क्यारेक्टरिस्टिक्स अफ मिरपुवा एन्ड बुकेगार्नी। मिरपुवा र बुकेगार्नीको कमन क्यारेक्टरिस्टिक्स के हुन्छ त्यसलाई भन् भनेको छ। त्यो कमन क्यारेक्टरिस्टिक्सलाई आइडेन्टिफाई गर्ने भनेको छ। अब यी दुइटै भनेकै अरोमेटिक फ्लेभरिङ एजेन्ट हो। इन स्टक सुप अथवा स्टकहरूमा चाहिँ एउटा अरोमा, एउटा राम्रो सुगन्ध दिनको लागि नै हामीले यिनीहरूलाई युज गर्छौँ। मिरपुवाहरूमा तपाईँले चप अनियनहरू, क्यारटहरू, सिडलीहरू, लिकहरू चाहिँ हामीले युज गर्छौँ। भनेपछि बुकेगार्नीमा अब तपाईँले हर्ब्सहरू चाहिँ युज गर्छौँ। जस्तै कि तपाईँको थाइम, बेली, पर्सले यिनीहरू चाहिँ हामीले बुकेगार्नीको रूपमा चाहिँ युज गर्छौँ। अब त्यसपछि नेम द इन्ग्रिडियन्ट्स फर मेकिङ बेसामेल सस। बेसामेल सस गराउने इन्ग्रिडियन्ट्सहरू के हुन् त्यो लेख्ने भनेको छ। जस्तै कि तपाईँको यो बटर, फ्लोर, मिल्क, साल्ट एन्ड पेपर, अनियन विथ क्लोभ एन्ड बे लिफ, यी चाहिँ तपाईँको इन्ग्रिडियन्ट्स भयो है त हामीलाई बेसामेल सस, अथवा यसलाई हामीले व्हाइट सस पनि भन्छौँ यो बनाउनको लागि। त्यसपछि चाहिँ लिस्ट द स्टाइल अफ फ्राइड एग प्रिपेरेसन। तपाईँको फ्राइड एग बनाउने तरिकाहरू के हुन् त्यो स्टाइलहरूलाई लेख भनेको छ। जस्तै कि सन्नी साइड आफ्टर टर्न ओभर। र फुल फर्म अफ एभी भनेको छ। योभन्दा इभेन्टमा चाहिँ तपाईँको एभीको फुल फर्म के हो भनेको छ। जस्तै कि अडियो भिजुअल है, एभी। जस्तै तपाईँको प्रोजेक्टर, माइक्रोफोनहरू चाहिँ एउटा इक्जाम्पल भए। त्यसपछि टु इम्पोर्टेन्स अफ इभेन्ट भनेको छ। दुईवटा इम्पोर्टेन्स अफ इभेन्ट भनेको इभेन्टको दुईवटा इम्पोर्टेन्स भनेको एउटा ब्रान्ड प्रमोसन हो, जेनेरेसन हो, रेभेन्यू जेनेरेसन हुन्छ। त्यसपछि वाट आर साल्मोनेला एन्ड इक्वेल भनेको छ। साल्मोनेला र इक्वेल भनेको के हो भनेको छ। दे बोथ हेभ ब्याक्टेरिया। तर साल्मोनेलाले चाहिँ तपाईँको फुड पोइजन जस्तै कि र फुडहरू होइन, एगहरूमा चाहिँ एकदमै धेरै पाइने गर्छ। भनेपछि इक्वेलहरू चाहिँ तपाईँको अलिकति पानी कन्टामिनेटेड पानीहरूमा, अन्डर कुक मिट जस्तै कि बिफहरूमा चाहिँ इक्वेल भन्ने ब्याक्टेरिया चाहिँ एकदमै बढी पाइने गर्छ है त। त्यसपछि ग्रुप बी छ। ग्रुप बीमा हाम्रो 10 नम्बरमा डिस्कस द निड एन्ड इम्पोर्टेन्स अफ ब्यालेन्स डाइट। निड्स र इम्पोर्टेन्स के हुन्छ ब्यालेन्स डाइटको भनेको छ। जस्तै कि अब यहाँ इम्पोर्टेन्स भनेको प्रोभाइड इनर्जी। हामीले ब्यालेन्स डाइट खायौँ भने हामीलाई के हाम्रो बडीमा के हुन्छ, एउटा इनर्जी आउँछ। मेन्टेन द गुड हेल्थ। हाम्रो हेल्थ के गर्छ, यसले एकदमै राम्रो गराउँछ। हाम्रो बडी अर्गेन्स, हाम्रो मसलहरू के हुन्छ, एकदमै स्ट्रङ हुन्छ, वेल वर्किङ, हामीले काम गर्न सक्छौँ। सपोर्ट ग्रोथ एन्ड डेभलपमेन्ट। हाम्रो ग्रोथ र डेभलपमेन्टमा यसले के गर्छ, एउटा राम्रो सपोर्ट लिएर आउँछ। हाम्रो इम्युनिटी पावरहरू के गर्छ, यसले बुस्ट गरिदिन्छ। इम्प्रुभ द मेन्टल वेलबिङ। हाम्रो मेन्टल वेलबिङ जुन हुन्छ त्यसलाई के गरिदिन्छ, इम्प्रुभ गरिदिन्छ। सोच्ने शक्ति हाम्रो के गरिदिन्छ, यसले बढाइदिन्छ। एकदमै तनाव हुँदैन यस्तो कुराहरू। त्यसपछि प्रिभेन्ट डिजिजहरूबाट बचाउँछ। र अर्को प्रपर डाइजेसनमा पनि यसले के गर्छ, हेल्प गर्छ। सो यो केही इम्पोर्टेन्सहरू छ हाम्रो ब्यालेन्स डाइटको। त्यसपछि हाम्रो छ कज अफ फुड पोइजनिङ। अब फुड पोइजनिङको कजहरू के हुन् त भनेको छ। जस्तै कि यसमा 4वटा कजहरू छन् मेन कज। ब्याक्टेरिया एन्ड जर्म्स, नेचुरल कज है, केमिकल कज र मेटल कज है। अब यसमा तपाईँले फिजिकल कज भन्ने पनि हुन्छ, एउटा इन्भाइरोमेन्टल भन्ने पनि हुन्छ है। त्यसको बारेमा पनि म अहिले कुरा गर्छु। अब फुड पोइजनिङ हुनुको कारण भनेको अथवा कज भनेको जर्म्स अर ब्याक्टेरिया। ब्याक्टेरियाहरू चाहिँ फुडहरूमा लाग्नु, क्रस कन्टामिनेसन भइहाल्यो, फुडहरूलाई राम्ररी हामीले स्टोरेज गर्न सकेनौँ, राम्ररी पकाउन सकेनौँ होइन। त्यस्तो भयो भने चाहिँ हाम्रो ब्याक्टेरियाहरू फुडहरूमा के हुन्छ, एकदमै छिटो ग्रोथ हुने गर्छ। डेन्जर जोनको बारेमा हामीले थाहा छैन। डेन्जर जोनमा हाम्रो फुडहरू छ भनेपछि पनि के हुन्छ त, ब्याक्टेरियाहरू एकदमै छिटो ग्रो हुने गर्छ। डेन्जर जोन भनेको कति हो तपाईँको, 5 to 5 डिग्री सेल्सियसदेखि 60 डिग्री सेल्सियससम्मको जुन त्यो बिचको टेम्परेचर हुन्छ त्यसलाई हामीले डेन्जर जोन भन्छौँ, जसमा चाहिँ ब्याक्टेरिया एकदमै ऱ्यापिडली ग्रोथ हुने गर्छ। त्यसपछि हाम्रो नेचुरल कज। अब एउटा त नेचुरल कज, फुडहरू आफैमा विषादी हुन्छन् कुनै न कुनै। जस्तै कि तपाईँको मसरुमहरू भयो होइन, अनि पफर फिसहरू भयो, के हुन्छन्, आफैमा विषालु हुन्छन्। यिनीहरू खायो भने पनि हामीलाई फुड पोइजनिङ हुने गर्छ। अर्को केमिकल, पेस्टिसाइड्सहरू। जस्तै कि भेजिटेबल्सहरूमा हामीले पेस्टिसाइड्सहरू हालेको भेजिटेबलहरू खायौँ, राम्ररी भाँडा माझेनौँ
होइन? अनि अर्को तपाईँको अब मुसा मार्ने औषधिहरू राम्ररी स्टोर गरेर राखेनौँ, त्यस्तै त्यो क्लिनिङ त्यो बनाउने बनाउँदैछौँ किचनकै साइडमा अथवा कतै हामीले ओपनली नै त्यस्ता औषधिहरू राखेका छौँ भने चाहिँ त्यस्ता कुराहरूबाट चाहिँ हामीलाई फुड पोइजनिङ हुने गर्छ होइन? ती चाहिँ तपाईँको केमिकल चेन्जमा भयो, जसले गर्दा तपाईँको इटिङ सच फुड कज सिकनेस एन्ड लाइक भमिटिङ एन्ड डिजिनेस होइन? भमिटिङहरू, डिजिनेसहरू चाहिँ हुने गर्छ। त्यसपछि हाम्रो अर्को छ मेटल। अब मेटल लाइक लिड, मर्क्युरी होइन? यस्तो कुराहरू यदि हाम्रो फुडहरूमा, वाटरहरूमा चाहिँ अब आयो भने अथवा कन्टामिनेटेड भयो भने पनि यसले हामीलाई फुड पोइजनिङ गराउने गर्छ। अझ मर्क्युरी त एकदमै डेन्जरस मेटल हो होइन? त्यो त हामीले कन्ज्युम गर्नै हुँदैन। फुड पोइजनिङ हुनु भनेको मर्क्युरी एकदमै डेन्जरस मेटलमा चाहिँ काउन्ट गरिन्छ। सो यो चाहिँ तपाईँको मेटल भयो। अब अर्को फिजिकल कज पनि हुन्छ। फिजिकल कजमा तपाईँको यो नङहरू, कपालहरू पऱ्यो भने पनि कुनै कुनै गेस्टहरूलाई फुड पोइजनिङ हुने चान्स बढी हुन्छ। अनि अर्को तपाईँको इन्भाइरोमेन्टमा भएको फोहोरहरूबाट, त्यो फोहोरहरूले गर्दा चाहिँ त्योबाट पनि क्रस कन्टामिनेसनहरू, ब्याक्टेरियाहरू ग्रोथ हुनसक्छ होइन? त्यस्तोबाट पनि कोही व्यक्तिहरूलाई फुड पोइजनिङ हुनसक्छ। सो यी केही कजहरू छन् तपाईँको फुड पोइजनिङको है त। त्यसपछि अब हामी जान्छौँ लिस्ट द इसेन्सियल इक्विपमेन्ट एजेन्ट एन्ड प्रोसेस अफ क्लिनिङ हार्ड फ्लोर। हार्ड फ्लोरलाई सफा गर्ने क्लिनिङ इक्विपमेन्ट एजेन्टहरू के हुन्छ त्यसको बारेमा चाहिँ हामी अब कुरा गर्छौँ है त। द इसेन्सियल इक्विपमेन्ट एजेन्ट एन्ड द प्रोसेस अफ क्लिनिङ हार्ड फ्लोर आर भनेर क्लिनिङ इक्विपमेन्ट जस्तै कि तपाईँको ब्रुम, डस्टबिन, डेटल वाटर, डिटर्जेन्ट वाटर, मप, ड्राई डस्टर है? यी चाहिँ तपाईँको के हुन्? क्लिनिङ एजेन्ट हुन्। प्रोसिडरको कुरा गर्नु छ भने अब फ्लोरहरूलाई ब्रुमको युज गरेर अब सबभन्दा अगाडि हामीले के गर्नु पऱ्यो? सफा गर्नु पऱ्यो। ब्रुम भनेको झाडुको युज गरेर फ्लोरलाई सफा गर्नु पऱ्यो र त्यहाँबाट उठेको फोहोरलाई डस्टबिनमा राख्नु पऱ्यो। त्यसपछि हामीले सोलुसन तयार पार्नु पऱ्यो डिटर्जेन्ट वाटरको अनि डेटोल वाटरको होइन? त्यो बकेट हामीले भनेका छौँ नि, यहाँ हामीले बकेट पनि चाहिन्छ होइन? डस्टबिन छ, डेटोल वाटर छ, बकेट पनि चाहिन्छ यहाँ हामीलाई त्यो हार्ड फ्लोरहरू सफा गर्नुको लागि मैले यहाँ बकेट लेखेको उठाइरहेको छु। सो क्लिनिङ एजेन्टमा तपाईँको बकेट पनि थप्न सक्नुहुन्छ होइन? बकेटहरूमा तपाईँले सोलुसनहरू तयार पार्ने। त्यसपछि सोलुसनहरू तयार पारिसकेपछि त्यो सोलुसनलाई मपको युज गरेर त्यहाँ फ्लोरमा लगाउने। त्यसपछि मपिङ गरेर भइसकेपछि अनि बल्ल हामीले डेटोल सोलुसनको युज गरेर त्यो फ्लोरलाई डिसइन्फेक्ट गर्ने। डिसइन्फेक्ट भनेको कीटाणुयुक्त मतलब कि त्यहाँ अब कुनै पनि ब्याक्टेरिया नहोस्। डेटोलले त ब्याक्टेरिया हटाउन हेल्प गर्छ। सो त्यो गर्ने। त्यसपछि हामीले अनि लास्टमा ड्राई डस्टरको युज गरेर त्यो फ्लोरलाई ड्राई गर्ने। सो यो त तपाईँको जनरल प्रोसेस भयो, क्लिनिङ प्रोसेस र क्लिनिङ इक्विपमेन्ट एउटा फ्लोरलाई, हार्ड फ्लोरलाई कसरी सफा गरिन्छ भनेर है। अनि त्यसपछि हामी क्वेसन नम्बर 13मा जान्छौँ। क्वेसन नम्बर 13मा चाहिँ तपाईँको छ विच सर्भिस स्टाइल वुड यु रिकमेन्ड इन द फलोइङ आउटलेट एन्ड वाइ भनेको छ। तपाईँलाई दुईवटा दिएको छ, एउटा कफी सप र क्याफेटेरिया दिएको छ। मैले दुईवटालाई एक्सप्लेन गरेको छु। जस्तै क्याफे सपमा सेल्फ सर्भिस र बुफेट सर्भिस भनेको छ। एकदमै फास्ट टर्नओभर हुन्छ। एकदमै बिजी कस्टमरहरू चाहिँ कफी सपमा गएर खान सक्छन्। जस्तै कि तपाईँको ट्राभलरहरू, अफिस वर्करहरू हु निड द क्विक मिल एन्ड ड्रिङ्क। एकदमै छोटो समयको लागि एकदमै ट्याक्क क्विक मिल र ड्रिङ्क हुने छिटै पाओस् भन्नको लागि। र यस्तो कफी सपहरूमा गइयो भने चाहिँ कफीहरू खाइयो भने के हुन्छ? हामीलाई इनर्जी पनि हुन्छ नि त। सो एउटा इनर्जी पनि पाइन्छ। सो ती कुराहरू छ। अब सेल्फ सर्भिस र बुफेट सर्भिस अलाउ देम टु पिक वाट दे वान्ट क्विकली विथआउट वेटिङ फर अ वेटर। अब हाम्रोतिर त मजाले कफी सपमा गएर बसिन्छ अनि त्यो वेटरले ल्याएर दिन्छ, अर्डर गरिन्छ। कोही काहीँमा त्यस्तो सर्भिसहरू अब अलिकति बाहिर जाने हो, आउट कन्ट्रीमा जाने हो भने यस्तो कुराहरू यहाँ हुँदैन। किनभने त्यहाँ जाने हो, कफी सपमा एउटा काउन्टर हुन्छ, माथि बनाइ उतापट्टि मान्छेहरूले कफी सप गराइरहेको हुन्छ, अर्डर दिन्छ, ट्याक्क उसले बनाउँछ, आउँछ, ऊ गेस्ट त्यहीँ हुन्छ, ट्याक्क लिन्छ, जान्छ होइन? सो यहाँ चाहिँ अब वेटर आएर सर्भ गर्ने हुन्छ, त्यो धेरै हुन्छ। कोही मान्छेहरू अलिकति बिजी छ भने चाहिँ ऊ त्यो कुर्न सुर्न पनि लाग्दैन नि त। सो सेल्फ सर्भिस चाहिँ गर्ने गर्छ उसले। कस्टमर कन्भिनियन्स हुन्छ। गेस्ट क्यान सी द फुड, चुज अकर्डिङ टु देयर प्रिफरेन्सेस एन्ड कन्ट्रोल पोर्सन साइज विच इम्प्रुभ सेटिस्फ्याक्सन। अब यो चाहिँ अब कस्टमर आफैले पनि देखिरहेको हुन्छ प्रिपेरेसन कस्टमर होइन? कफी सपको लगभग त्यो कफी बनाउने एरिया पनि वहीँ नजिकै हुन्छ। कस्टमर आफैले देखिरहेको हुन्छ। सो त्यही भएर उसले आफ्नो पोर्सन साइजहरू पनि मिलाउन सक्छ होइन? जसले गर्दा कस्टमर सेटिस्फ्याक्सनहरू, कस्टमरको एक्सपिरियन्सहरू पनि के हुन्छ त्यसमा बढ्ने गर्छ। त्यसपछि क्याफेटेरिया। क्याफेटेरियाहरू चाहिँ अब काउन्टर सर्भिसको लागि हुन्छ। किनभने यसमा इफिसियन्ट र लार्ज ग्रुपको लागि एकदमै राम्रो सर्भिस भनेर चाहिँ हामीले क्याफेटेरिया लिन सक्छौँ। क्याफेटेरिया आर कमनली फाउन्ड इन स्कुल, कलेज, हस्पिटल अर अफिस क्यान्टिन वेयर देयर आर अ लार्ज नम्बर अफ पिपुल। काउन्टर सर्भिस इज अर्गनाइज फास्ट एन्ड मुभ्स पिपुल इन अ लाइन विच इज इफिसियन्ट इन अ हाई भोल्युम डाइनिङ। अब एकदमै धेरै मान्छेहरूलाई हामीले फुडहरू दिनुपर्ने छ, एकदमै लार्ज नम्बर अफ पिपुल भनेको छ भने हामीले क्याफेटेरिया लाउन सक्छौँ, जहाँ चाहिँ हामीले फुड काउन्टर्सहरू अगाडि राखिदिन्छौँ। अब असिस्टेन्ट सर्भिस जस्तै कि मान्छे स्टाफले पनि त्यो फुडहरू सर्भ गर्न सक्छ अथवा गेस्ट सर्भ देमसेल्फ आफैले पनि सर्भ गरेर तिनीहरूले लिन सक्छन्। अब बेटर हाइजिन एन्ड सेफ्टी हुन्छ। जस्तै कि स्टाफ सर्भिसिङ फुड फ्रम बिहाइन्ड द काउन्टर इन्स्योर लेस ह्यान्डलिङ बाई द गेस्ट होइन? अब त्यो काउन्टर गेस्टहरूले चाहिँ एकदमै लेस ह्यान्डलिङ गरिरहेको हुन्छ विच क्लियर अर मोर हाइजिनिक। र यो चाहिँ यसले गर्दा चाहिँ के हुन्छ त एकदमै मोर हाइजिनिक चाहिँ यो बन्ने गर्छ। अब यसमा स्टाफहरूले सर्भिस गरिने भनेको छ जनरली क्याफेटेरियाहरूमा गेस्ट आफैले पनि सर्भ गर्न सक्छ है त।
त्यसपछि यहाँ तपाईँलाई भनेको छ अर्को क्वेसनमा डिफाइन द बेभरेज एन्ड लिस्ट आउट द क्लासिफिकेसन अफ चार्ट। बेभरेज भनेको के हो र बेभरेजको क्लासिफिकेसन अफ चार्ट गरा भनेको छ। मसँग यो पिडिएफ यहाँ छ, मैले गराएको थिएन। जस्तै कि बेभरेज भनेको के हो? इट्स द लिक्विड फर्मेसन स्पेसली प्रिपेयर फर द ह्युमन कन्जम्सन। मान्छेले कन्जम्सन गर्नको लागि बनाइएको एउटा लिक्विड फर्मेसन अथवा एउटा तरल पदार्थलाई नै हामीले के भन्छौँ? बेभरेज भन्छौँ। अब बेभरेजको चार्टको कुरा गर्नु छ भने बेभरेज पनि तपाईँको दुईवटा टाइप्सको छ, अल्कोहोलिक र नन अल्कोहोलिक। अनि अल्कोहोलिकमा तपाईँले हेर्नुहुन्छ भने तिनवटा कुरा पर्छ, फर्मेन्टेड, डेस्टिलेसन र कम्पाउन्ड है, तिनवटा अल्कोहोलिक बेभरेज हुन्छ। नन अल्कोहोलिकमा स्टिमुलेटिङ, नोरिसिङ, एरिटेड र नन एरिटेड हुन्छ। अब तपाईँको अल्कोहोलिक बेभरेजको कुरा गर्नु छ भने अल्कोहोलिक बेभरेजमा यो फर्मेन्टेसन भनेको कुहिएर गराउनु, जहाँ चाहिँ हामीले इस्टहरूको युज गरेर चाहिँ वा तपाईँको त्यो ग्रेप्सहरूलाई अथवा बियरलीहरूलाई चाहिँ त्यहाँ त्यसलाई कुहिएर त्योबाट चाहिँ हामीले इथानोलहरू, कार्बन डाइअक्साइडहरू चाहिँ प्रोड्युस गरेर चाहिँ बनाउने गर्छौँ। फर्मेन्टेसन प्रोसेस भनेको यस्तो हो। अब डेस्टिलेसन प्रोसेस, डेस्टिलेसन प्रोसेसमा चाहिँ अब हामीले जुन त्यो स्पिड पाएको हुन्छौँ होइन, फर्मेन्टेसन गरिसकेपछि जुन त्यो अल्कोहल पाएको हुन्छ त्यो फर्मेन्टेसनबाट आएको अल्कोहललाई पकाएर त्योबाट बाफ बनाएर होइन, त्यो बाफलाई फेरि सेलाएर हामीले जुन त्यो तरल पदार्थ बनाउँछौँ त्यो चाहिँ तपाईँको डेस्टिलेसनमा पर्छ। सिम्पल कुरा, डेस्टिलेसन भनेको एउटा यस्तो प्रोसेस हो जहाँ चाहिँ हामीले अगाडि त अब डेस्टिलेसन गर्नु भन्दा अगाडि हामीले त्यो ग्रेप्सलाई अथवा त्योलाई चाहिँ फर्मेन्टेसन गर्नैपर्छ। केलाई अल्कोहल गराउँदैछौँ, त्यसलाई कुहिएर त्योबाट हामीले अल्कोहल निकालेर त्यसलाई फेरि पकाएर अनि त्यसबाट त्यसलाई पकाएर त्यसको बाफ माथि उडाएर त्यो बाफलाई सेलाएर अनि फेरि लिक्विड गराउँछौँ भने त्यो डेस्टिलेसनमा हो। अब आई होप तपाईँलाई डेस्टिलेसनको कन्सेप्ट क्लियर भयो। कम्पाउन्डेड, कम्पाउन्डेड भनेको अब यस्तो अल्कोहोलिक बेभरेजेसहरू जसमा हामीले कुनै पनि हर्ब्सहरू हालेर चाहिँ बनाउँछौँ भने त्यो तपाईँको कम्पाउन्डेडमा पर्छ है त। अनि त्यसपछि स्टिमुलेटिङ। अब स्टिमुलेटिङ भनेको एउटा यस्तो नन अल्कोहोलिक बेभरेज जुन चाहिँ हामीले यदि कन्ज्युम गऱ्यौँ भने हाम्रो बडीलाई एकदमै इनर्जी चाहिँ प्राप्त हुन्छ। हाम्रो बडीलाई एकदमै इनर्जी हाम्रो बडी एकदमै इनर्जेटिक फिल भएको जस्तो हामीलाई फिल हुन्छ। जस्तै कि स्टिमुलेटिङमा तपाईँको कफी, टी होइन, हामीले कफी खायौँ भने हामीलाई कस्तो इनर्जी लाग्छ नि, निन्द्रा लाग्दैन राति। टीमा पनि तपाईँको ग्रिन टी है। त्यसपछि नोरिसिङ पऱ्यो। नोरिसिङ भनेको एउटा यस्तो नन अल्कोहोलिक बेभरेज जसबाट चाहिँ हामीले न्युट्रियन्ट्सहरू चाहिँ पाउने गर्छौँ है, त्यसलाई हामीले नोरिसिङ भन्छौँ। त्यसपछि एरिटेड, एरिटेड भनेको एउटा यस्तो अल्कोहोलिक बेभरेज जसबाट चाहिँ हामीले तपाईँको त्यो बेभरेजेसहरूबाट चाहिँ अलिकति फिजहरू आउने गर्छ। जस्तै कि तपाईँको कोकहरू भयो होइन, अनि 7 अप, स्प्राइट, त्यो खोल्दाखेरि अलिकति फिजहरू आउने गर्छ नि, हो त्यो चाहिँ तपाईँको एरिटेड भयो। नन एरिटेड भनेको एउटा यस्तो नन अल्कोहोलिक बेभरेजेसहरू जुन चाहिँ तपाईँको नेचुरल हुन्छ। जस्तै कि हामीले नेचुरल जस्तै कि सेकहरू गराउँछौँ, जुसेसहरू हुन्छ होइन, कोल्ड कफीहरू हुन्छ, यी चाहिँ तपाईँको नन एरिटेडमा पर्ने गर्छन् है त। अनि यसपछि हामी अर्को क्वेसन नम्बरमा जाऊँ कि द डिफरेन्स बिट्विन रेड वाइन एन्ड व्हाइट वाइन। रेड वाइन र व्हाइट वाइन बिचको की डिफ्रेन्स बिट्विन के हो त अब हामीले त्यो गराउनु पर्यो है त। जस्तै कि अब हामीले यहाँ मैले लेखेको छु, यहाँ बेसिस भनेर यिनीहरूको बेसिस छुट्याएको छु, रेड वाइन लेखेको छु, व्हाइट वाइन लेखेको छु। जस्तै कि बेसिसमा ग्रेप युज, अब रेड वाइनमा चाहिँ हामीले रेड अथवा ब्ल्याक ग्रेप्सहरू युज गर्छौँ। व्हाइट वाइनमा हामीले ग्रिन अथवा व्हाइट वाइनको युज गर्छौँ। फर्मेन्टेसनको कुरा गर्नु छ भने यहाँ चाहिँ अब हामीले ग्रेप्सलाई स्किनसँगै फर्मेन्टेसन गर्छौँ। व्हाइट वाइनमा चाहिँ हामीले ग्रेप्स को विथआउट स्किन चाहिँ यहाँ हामीले तपाईँको फर्मेन्टेसन गर्छौँ। कलरमा यो डिप रेड टु पर्पल हुन्छ, प्लेन येल्लो अर गोल्डन हुन्छ। अथवा त्यसपछि टेस्टको कुरा गर्नु छ भने रिच, बोल्ड एन्ड ट्यानिक हुन्छ। व्हाइटको तपाईँको लाइट, क्रिस्पी र फ्रुटी अथवा रिफ्रेसिङ टेस्ट हुन्छ यसको। सर्भिङ टेम्परेचरको कुरा गर्नु छ भने युजली सर्भ एट रुम टेम्परेचरमा चाहिँ हामीले यसलाई सर्भ गर्छौँ भने तपाईँको व्हाइट वाइन चाहिँ अलिकति चिल्डै हुनुपर्छ, हल्का चिसो चाहिँ व्हाइट वाइन हुनुपर्छ है। सो अब त्यसपछि हामी ग्रुप सीमा जान्छौँ। ग्रुप सीमा तपाईँको डिफेन्स वे एन्ड मेथड्स अफ होटल सेफ्टी एन्ड सेक्युरिटी। होटल सेफ्टी एन्ड सेक्युरिटीको डिफ्रेन्ट वेज एन्ड मेथड्सहरू के हुन् है, त्यसको बारेमा चाहिँ अब हामीलाई यहाँ डिस्क्राइबमा आएको छ। जस्तै कि टाइप्स अफ होटल सेक्युरिटी हामी सबलाई थाहा नै छ। फिजिकल एक्सेस सेक्युरिटी, सेक्युरिटी अफ मेसिनरिज, सेक्युरिटी अफ सिस्टम एन्ड मेसिनरिज र सेक्युरिटी अफ पिपुल। फिजिकल एक्सेस सेक्युरिटी भनेको होटलको इन्टर्नल र एक्सटर्नल सेक्युरिटीलाई चाहिँ हामीले यहाँ हेर्ने। इन्टर्नल इन्भाइरोमेन्ट र एक्सटर्नल इन्भाइरोमेन्ट भने पनि हुन्छ। इन्टर्नल भनेको होटलभित्रको सेक्युरिटीहरू दिने, जस्तै कि होटल भित्रको सेक्युरिटीहरूमा चाहिँ हामीले दिन सक्छौँ। जस्तै कि कुनै पनि सस्पिसियस गेस्टहरू छ भने तिनीहरूको लागि निगरानी गर्ने, अनि त्यसपछि त्यहाँ कुनै पनि चोरीहरू छ भने त्यो कुराहरूलाई हेर्ने होइन, प्रपर लाइटिङ छ कि छैन, फायर सेफ्टीहरू छ कि छैन, त्यो चाहिँ हामीले इन्टर्नल सेक्युरिटीमा चाहिँ त्यो हेर्नु पऱ्यो। एक्सटर्नल सेक्युरिटीमा अब बाहिरतिर अब सिसिटिभीहरू जोड्ने, सेक्युरिटी गार्डहरू राख्ने, बाहिरको साइडमा होटलको एरियामा लडाइँ झगडा पर्न नदिने, यो चाहिँ तपाईँको एक्सटर्नल सेक्युरिटीमा पर्छ है त। त्यसपछि सेक्युरिटी अफ सिस्टम एन्ड मेसिनरिज। सेक्युरिटी अफ सिस्टम एन्ड मेसिनरिजमा चाहिँ तपाईँको
के हुन्छ भनेपछि यसमा हामीले अब होटलमा डिफ्रेन्ट सिस्टम एन्ड मेसिनरी एकदमै महँगो मेसिनहरू, सिस्टमहरू चाहिँ हामीले यहाँ के भएको हुन्छ, युज भएको हुन्छ। सिस्टमको कुरा गर्नु छ भने हामीले पिएमएस सिस्टम पढेका थियौँ, प्रोपर्टी म्यानेजमेन्ट सिस्टम होइन? अब त्यसमा के हुन्छ, गेस्टको सबै डिटेल्सहरू, होटलको सबै डिटेल्सहरू त्यो सिस्टममा नै एउटा पिस अफ सफ्टवेयरमा राखिएको हुन्छ। अब त्यस्तो सफ्टवेयरहरूको डेटा चोरी हुनु, साइबर क्राइमहरू हुनु भएन होइन? हामीले एकदमै त्यसलाई सेक्युरिटीको रूपमा चाहिँ राख्नुपर्यो। मेसिनहरूको पनि अनि त्यस्तै गरी स्टोरेज राख्नुपर्यो। एकदमै हाइली इक्विप्ड होइन, एकदमै एक्सपेन्सिभ मेसिनहरू चाहिँ हामीले के गरेको हुन्छौँ, होटलमा युज गरेका हुन्छौँ। सो त्यस्ता मेसिनहरूलाई पनि हामीले लक गरेर राख्नुपर्यो, चाहिने बेला मात्रै युज गर्नुपर्यो होइन? अनि त्यसको पनि हामीले एउटा लकबुक जस्तो बनाउनु पर्यो। यदि कसैले लगेको छ भने, युज गर्न लगेको छ भने कति बजे लग्यो, कति बजे लिएर आयो, के गर्यो होइन? कति केही बिगार्यो कि होइन? त्यस्ता सामानहरूको मेन्टेनेन्सका कुराहरू सबै चाहिँ अब हामीले सेक्युरिटी अफ सिस्टम एन्ड मेसिनरिजमा हेर्नुपर्यो। त्यसपछि सेक्युरिटी अफ पिपल। सेक्युरिटी अफ पिपलमा हामीले अब पिपलको सेक्युरिटी दिने, जस्तै कि स्टाफहरूको, जस्तै अब स्टाफहरू पनि भयो, गेस्टहरू पनि भयो। सेक्युरिटी अफ पिपलमा हामीले सबैभन्दा पहिलो प्राथमिकता दिने भनेको गेस्ट, किनभने गेस्ट भनेको होटलको लागि के हो, भगवान हो। अब हामीले गेस्टहरूको सेक्युरिटी दिनुपर्यो। गेस्टहरूको सेक्युरिटीहरू दिँदाखेरि अब हामीले उसको सामानहरू के छ होइन, उसको सामानहरूलाई सुरक्षित राखिदिनु पर्यो। चेक इन गर्ने बेला उसको सबै इन्फर्मेसनहरू लिनु पर्यो। हामी यति इन्स्योर हुनुपर्यो कि उसले रङ इन्फर्मेसन चाहिँ हामीलाई दिएको छैन। त्यो कुराको पनि हामीले त्यो इन्स्योर हुनुपर्यो, त्यो चेक गर्नुपर्यो। यदि रङ इन्फर्मेसन दिएको छ भने मेबी त्यो गेस्ट एउटा सस्पिसियस गेस्टमा पर्न सक्छ, अथवा स्पिकर गेस्ट पनि हुनसक्छ होइन, रङ इन्फर्मेसन दियो भने त। अनि त्यसपछि अब त्यसको सामानहरूको सुरक्षा गर्ने, अनि अब कुनै पनि अनयुजुअल इभेन्टहरू भइहाल्यो एक्कासी भनेपछि अब तिनीहरूलाई कसरी समाधान गर्ने हो त, कसरी त्यसलाई सल्भ गर्न सक्ने हो त, त्यो कुराहरूको पनि व्यवस्थापन गर्नुपर्ने भयो हामीले होइन? इस्टाब्लिसमेन्ट गर्नुपर्यो। त्यस्ता कुराहरूको सुरक्षित रूपमा निकासी प्रक्रियाहरू व्यवस्थापन गर्नुपर्छ भनेको छ। अब आगो लागि भयो भने चाहिँ होटलहरूमा कसरी त्यस्तो प्रोसेसहरूलाई हामीले ह्यान्डलिङ गर्ने त होइन? गेस्टहरूलाई लिफ्टहरूको युज गर्न दिनु हुँदैन, भर्याङहरूको युज गर्न दिनुपर्छ, एकदमै सेक्युर गर्नुपर्यो, ती कुराहरू छ। अब स्टाफहरूको सेक्युरिटीमा चाहिँ तपाईँको स्टाफहरूको ब्याकग्राउन्ड हेर्ने, स्टाफहरूलाई हायर गर्दाखेरि त्यो स्टाफहरू कहाँबाट आएको छ, उसको ब्याकग्राउन्ड के छ, पहिला कोसँग काम गरेको थियो होइन? ती कुराहरू चाहिँ हामीले हेर्नुपर्यो स्टाफहरूलाई हायर गर्दाखेरि। त्यसले गर्दा स्टाफको सेक्युरिटी पनि के हुन्छ, एकदमै इन्स्योर हुन्छ। हामीले स्टाफहरू हायर गर्दाखेरि सबै कुराहरूमा त्यहाँ ध्यान दिनुपर्ने हुन्छ है। त्यसपछि हामी क्वेसन नम्बर 16 मा जान्छौँ, डिफाइन सुप एन्ड एक्सप्लेन इट टाइम्स। सुप भनेको के हो र सुपको टाइप्स के हो? अब सुप भनेको एउटा न्युट्रियन्ट्सले भरिपूर्ण लिक्विड हो। अब मैले यहाँ डेफिनेसन त अलिकति फरक लेखेको छु। सुप इज अ लिक्विड फुड प्रिपेरेसन मेड बाई कुकिङ भेजिटेबल, मिट अर फिस, वाटर अर स्टक भनेको छ। सो यो पनि एउटा डेफिनेसन छ, ओके, तपाईँले लेख्न सक्नुहुन्छ। तर सुप भनेको एउटा न्युट्रियन्ट्सले भरिपूर्ण लिक्विड हो, जुन चाहिँ तपाईँको युजल्ली मिट, फिस, भेजिटेबल्सहरूबाट बन्ने गर्छ। एन्ड द बेस अफ सुप वाज स्टक। एउटा राम्रो सुपको बेस भनेकै अथवा सुपको फाउन्डेसन भनेको के हो, तपाईँको स्टक हो। अब सुपलाई कहिलेकाहीँ एज अ एपेटाइजर, स्टार्टरको रूपमा पनि सर्भ गर्ने गरिन्छ। अब फ्रेन्च क्लासिकल मेनुको सिक्वेन्स हेर्ने हो भने सुप विल सर्भ इन अ सेकेन्ड कोर्स होइन? सेकेन्ड कोर्समा हामीले सर्भ गर्छौँ सुपलाई बाई द नेम अफ पोटाज भनेर हामीले सर्भ गर्छौँ। तर यहाँ सर्भ गर्नु पऱ्यो भने कुनै रेस्टुरेन्टहरूमा 3 कोर्स मेन्यू, 4 कोर्स मेन्यू भनिरहेको हुन्छ। त्यस्तोहरूमा चाहिँ सुपहरूलाई एज अ एपेटाइजर सर्भ गर्न सक्छ। र सुप जहिले पनि के हुन्छ, वार्म चाहिँ सर्भ हुन्छ। कुनै सुपहरू छ जुन चाहिँ कोल्ड्स पनि हामीले सर्भ गर्ने गर्छौँ। टाइप्स अफ सुप तपाईँको 3टा छ, थिन, थिक एन्ड मल्टिनेसनल। थिनमा तपाईँको 2टा पर्छ, एउटा क्लियर सुप र अनक्लियर सुप, जसलाई हामीले कन्जुमे र ब्रोथ पनि भन्छौँ। अब क्लियर सुप भनेको एकदमै ट्रान्सप्यारेन्ट सुपहरू है, एकदमै क्लियर हुन्छ, त्यो ट्रान्सप्यारेन्ट हुन्छ। त्यसमा इन्ग्रिडियन्ट्सहरू के छ त्यो पनि हामीले मजाले हेर्न सक्छौँ। विच वाज डबल क्ल्यारिफाइड विथ द एग वाइटबाट चाहिँ त्यसलाई डबल क्ल्यारिफाइड गरेको हुन्छ। अनक्लियर सुपको कुरा गर्नु छ भने यो अलिकति क्लाउडी हुन्छ, अलिकति अनक्लियर हुन्छ, देखिँदैन कुन इन्ग्रिडियन्ट्सहरू के छ भनेर होइन? अलिकति क्लाउडी चाहिँ हुने गर्छ। अनि त्यसपछि थिक सुप, दिज आर द हेभी एन्ड क्रिमी इन टेक्सचर, थिकेड युजिङ फ्लोर, क्रिम, बटर अर प्युरी इन्ग्रिडियन्ट्स भनेको छ। सिम्पल भाषामा थिक सुप भनेको आफैमा एकदमै हेभी र एकदमै क्रिमी टेक्सचर्स भएको सुप हो, जसलाई हामीले थिक गराउनको लागि थिङ्किङ एजेन्ट्सहरूको के गर्छौँ, हामीले युज गर्ने गर्छौँ। अब सबैभन्दा अगाडि छ तपाईँको के छ यसमा, क्रिम सुप। अब क्रिम सुपमा के हुन्छ भने, क्रिम सुप भन्ने बित्तिकै एउटा अब स्मुथ र एउटा रिच सुप भनेर पनि हामीले बुझ्न सक्छौँ, जसको हामीले चाहिँ मेन इन्ग्रिडियन्ट्स अथवा त्यसलाई हामीले बनाउनको लागि थिङ्किङ एजेन्टको रस छ, त्यसलाई थिक गराउनको लागि हामीले होइन व्हाइट सस युज गर्छौँ, र एज अ फिनिसिङको रूपमा चाहिँ हामीले क्रिमको चाहिँ युज गर्छौँ। अब यस्ता सुपहरू चाहिँ तपाईँको गार्निसिङ गर्नु पऱ्यो भने हामीले क्रुटोनबाट चाहिँ गार्निसिङ गर्ने गर्छौँ। क्रुटोन भन्ने बित्तिकै तपाईँले सम्झिनु पऱ्यो, स्मल क्रिस्पी टेक्सचर्स अफ पिस अफ ब्रेड होइन? एउटा स्मल पिस अफ ब्रेड हो, जुन चाहिँ टेक्सचरमा अलिकति क्रिस्पी हुन्छ होइन? त्यो चाहिँ तपाईँको क्रुटोन भयो। त्यसपछि प्युरी सुप। अब प्युरी सुप भन्ने बित्तिकै मेड बाई ब्लेन्डिङ भेजिटेबल। अब यस्तो सुपहरूलाई चाहिँ हामीले थिङ्किङ एजेन्ट हालेर थिक गराउँदैनौँ। यिनी
भेजिटेबल्सहरू चाहिँ आफैमा ठिक हुन्छ। तिनीहरू गल्यो भने त्यो आफै थिङ्किङ हुन्छ। तिनीहरूलाई पछि ब्लेन्ड गर्यो भने ती आफै अलिकति ठिक कन्सिस्टेन्सीमा आइहाल्छन्। जस्तै कि तपाईँको योमा पटेटो पर्यो, होइन, टमेटो पर्यो, यी चाहिँ तपाईँको प्युरी सुपमा पर्यो। त्यसपछि बिस्क्यु। बिस्क्यु सुप भनेको तपाईँको सी फुडहरूको सेलबाट गराइन्छ। जस्तै कि तपाईँको लोबस्टार बिस्क्यु भयो, तपाईँको त्यसपछि तपाईँको क्राइफिस भयो, होइन, यी चाहिँ तपाईँको बिस्क्यु सुपबाट बन्ने सुप हुन्। जसमा चाहिँ हामीले त्यो सेल हुन्छ नि फिसको, जस्तै कि लोबस्टारको बाहिरको त्यो सेल हुन्छ, त्यो सेलबाट चाहिँ हामीले त्यो सेलको युज गरेर चाहिँ हामीले सुप गराउने गर्छौँ। र एज अ थिङ्किङ एजेन्टको रूपमा चाहिँ यसमा हामीले डबल क्रिमको चाहिँ युज गर्छौँ। चाउडर। चाउडर भनेको एउटा अमेरिकन सुप हो। जनरली यसलाई हामीले पटेटोहरूबाट, होइन, अनि सी फुडहरूबाट पनि यसबाट बनाउन सक्छौँ। यसलाई हामीले थिक गराउनु पऱ्यो भने रुको युज गरेर चाहिँ यसलाई हामीले ठिक गराउन सक्छौँ, है त। त्यसपछि अर्को तपाईँको भलुते सुप भन्ने छ। भलुते सुप भन्ने बित्तिकै यसमा चाहिँ अब हामीले ब्लोन रु र भलुते ससको युज गर्छौँ। फिनिस विथ लायसनले फिनिसिङ दिएर, ओके। त्यसपछि हाम्रो अर्को मल्टिनेसनल सुप छ। मल्टिनेसनल सुप भनेको देश विदेशको सुप जुन चाहिँ अलिकति फेमस छ। जस्तै कि तपाईँको फ्रेन्च अनियन सुप, जुन चाहिँ तपाईँको फ्रेन्चमा एकदमै पपुलर छ। त्यसपछि अब हामी अर्को क्वेसन गर्छौँ। अर्को क्वेसन के भनेको छ, लिस्ट द टाइप्स अफ रू बेस्ड मदर सस एन्ड राइट द रेसिपी एन्ड मेथड्स अफ एनी टू भनेको छ। अब हामीले रू बेस्ड मदर ससहरूलाई लेख्नु पऱ्यो र तिनीहरूको दुईवटा मेथड्सहरू के गर्नु पऱ्यो, त्यहाँ रेसिपीसहित लेख्नु पऱ्यो भनेको छ। अब यसमा तपाईँले सबैभन्दा अगाडि ससेसलाई डिफाइन गर्नु होला, होइन, फरिहरू थिङ्किङ एजेन्ट्सहरूको बारेमा थोरै डिस्क्राइब गर्नु होला। त्यसपछि रुलाई डिफाइन गर्नु होला, होइन, अलिकति डिफिनेसन दिनु होला। मैले चाहिँ डिफिनेसन दिएन फर टाइम कन्ज्युमिङ नहोस् भनेर छिटो गराएको पिडिएफ हो। अब 5 मदर सस भनेको छ। रू बेसको कुरा गर्ने हो भने रू बेस तपाईँको 4वटा छ। तपाईँको होलेन्डाइज र मेयोनिज पर्दैन। तर मैले यहाँ किन लेखेको छु भने चाहिँ तपाईँलाई सबै मदर सस चाहिँ याद होस् भनेर चाहिँ मैले यहाँ लेखेको हो। जस्तै कि यो मेयोनिज र होलेन्डाइज चाहिँ तपाईँको रू बेसमा पर्दैन, है। अरू 4वटा पर्छ। बेसामेल, भलुते, स्प्याग्नियोल र टमेटो चाहिँ तपाईँको रू बेस हो। अनि यो तपाईँको यो होलेन्डाइज र मेयोनिज भनेको वेल बेस हो, होइन। तर मैले 6वटै तपाईँलाई मदर ससहरू लेखिदिएको छु, ताकि पछि तपाईँलाई इक्जाममा अब 4वटा नसोध्न सक्छ, रू बेस नसोध्न सक्छ, होल सोध्यो भने चाहिँ सजिलो होस् भन्नको लागि यो दुईवटा चाहिँ मैले एक्स्ट्रा वेल बेसमा पर्छ यिनीहरू चाहिँ, है, त्यति बुझ्नु होला। अनि रू बेस भन्यो भने 4वटा पर्छ। बेसामेल, भलुते, स्प्याग्नियोल र टमेटो। अब मैले दुईवटा मेथड्सहरूको बारेमा लेखेको छु। जस्तै कि बेसामेल गराउनुको लागि हामीले के चाहिन्छ, बटर चाहिन्छ, मिल्क चाहिन्छ, फ्लोर चाहिन्छ, सटे अनियन विथ क्लोभ्स एन्ड बे लिफ चाहिन्छ, साल्ट एन्ड पेपर चाहिन्छ। क्वान्टिटीको कुरा गर्नु छ भने अब बटर हामीलाई 80 ग्राम चाहियो, मिल्क हामीले 1 लिटर लगेका छौँ। फ्लोर अब हामीले बटर र फ्लोरको रू गराउने हो, किनभने बेसामेल भनेको के हो, रू बेस मदर सस हो। त्यही भएर हामीले रू त अब हामीले यहाँ गराउनु नै पऱ्यो। त्यही भएर फ्लोर पनि 80 ग्राम, बटर र फ्लोर इक्वल। अनियन एन्ड क्लोभ एन्ड बे लिफ भनेको छ, यो चाहिँ हामीले 25 ग्राम लगेको छौँ। अनियन भने त्यो ठ्याक्क अनियनलाई काटेर बिचमा बे लिफहरू हालेर चाहिँ हामीले हाल्ने गर्छौँ। मिल्कमा चाहिँ हाल्छौँ। साल्ट एन्ड पेपर भनेको एज पर द टेस्ट। अब यो मेथड्स, बोइल मिल्क विथ अनियन एन्ड क्लोभ एन्ड बे लिफ भनेको छ। अब सबैभन्दा अगाडि त मिल्कलाई हामीले बोइल गर्ने, मिल्कलाई तताउने, है, अनियन, क्लोभ र बे लिफ हालेर। क्लोभ भन्ने बित्तिकै तपाईँको ल्वाङ भन्ने बुझ्छ। त्यसपछि रू बनाउने, एउटा थिक बटम प्यानमा चाहिँ हामीले रू गराउने। त्यसपछि त्यो मिल्क, त्यो तपाईँले अनियनहरू जुन त्यो क्लोभर हाल्नु भएको थियो त्यो तपाईँले अहिले रिमुभ गर्दाखेरि पनि हुन्छ। त्यसपछि पछि रिमुभ गर्दाखेरि पनि केही हुँदैन, तर अगाडि नै रिमुभ गरेर पनि केही हुँदैन, है। मैले अगाडि नै रिमुभ गर्नु भने त्यसपछि तपाईँले त्यो मिल्कलाई चाहिँ मजाले बिस्तारै त्यो रू बनाउँदै जाने, घुमाउँदै जाने, त्यो दुध हाल्दै जाने, त्यो घुमाउँदै जाने, है, स्टियर कन्टिन्युसली गर्नु पऱ्यो। त्यसपछि तपाईँले एकछिनसम्म 1 घन्टासम्म सिमर गरेपछि तपाईँको बेसामेल सस रेडी हुन्छ, है। त्यसपछि भलुते भन्ने बित्तिकै हामीले स्टक बेस सस भनेर बुझ्दाखेरि हुन्छ। यसमा हामीले स्टकको युज गर्छौँ। अब सबैभन्दा अगाडि हामीले भलुतेमा स्टक लग्ने, बटर लग्ने, फ्लोर, साल्ट एन्ड पेपर टु द टेस्ट। स्टक 1 लिटर छ, बटर 80 छ, फ्लोर पनि 80 छ, साल्ट एन्ड पेपर टु टेस्ट छ। मेथड्सको कुरा गर्नु भने सबैभन्दा अगाडि त अब हामीले लाइट ब्राउन रू अथवा ब्लोन रू गराउनु पऱ्यो एउटा थिक बटम प्यानमा। त्यसपछि हामीले स्टक हाल्नु पऱ्यो मजाले, होइन। त्यसपछि त्यो चलाउनु पऱ्यो, होइन। त्यो बेलासम्म हामीलाई त्यो लम्पहरू आउनु भएन, त्यहाँ कुनै पनि लम्पहरू चाहिँ त्यहाँ देखिनु भएन, त्यो डल्ला चाहिँ पर्नु भएन। मजाले डल्ला नपरिकन मजाले चलाउने स्टक हालेर, अनि केही समयसम्म सिमर गरिदिने। अनि तपाईँको भलुते सस पनि के हुन्छ, रेडी हुन्छ। सो यी चाहिँ तपाईँको योभन्दा अघिल्लो वर्षमा आएका क्वेसनहरू हो। आई होप तपाईँले बुझ्नुभयो। र हामी अर्को भिडियोमा फेरि पनि भेटौँला अर्को क्वेसनसँग। आजलाई यति नै। अब हामी अर्को भिडियोमा भेट्ने। हस् त, बाई बाई।